हेलो हाई दर्शन नमस्ते म तपाईँहरूको मनको साथी सानाहाङ लिबाङ लिम्बू सो आज चाहिँ हामी कहाँ छौँ भने पूर्वको एउटा सुन्दर नगरपालिका शिव शताक्षी नगरपालिकाको यो अफिसभन्दा अलिकति अगाडि छौँ। तपाईँले ब्याकग्राउन्डमा देख्न सक्नुहुन्छ यो चाहिँ शिव शताक्षी नगरपालिकाको अफिस रहेको छ भने आज यहाँ के भइरहेको छ र कस्तो कस्तो कुराहरू भइरहेको छ भन्ने कुरा तपाईँहरूलाई हामी सेयर गर्ने। आज चाहिँ हामीसँग हाम्रो फ्रेममा को हुनुहुन्छ भने शिव शताक्षी नगरपालिकाका प्रशासकीय अधिकृत हाम्रा आदरणीय व्यक्तित्व हामीसँग हुनुहुन्छ। नमस्कार, म सुनिता तुम्बाङफे शिव शताक्षी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रूपमा कार्यरत रहेको छु। अहिले हामीले यो हाम्रो नगरपालिकाको ब्युटिफिकेसनको लागि हामीले नगरपालिका जाने बाटोमा पोहोर सालै यो हामीले बगमबिल्लाहरू रोपेको, त्योभन्दा अगाडि धुपी अलरेडी यहाँनिर चाहिँ रोपेको थियो र बगमबिल्ला पनि रोपेर योचोटि हामीले फुलाउन पनि सफल भएका छौँ र त्यसलाई गोडमेल गर्ने भनेर आज चाहिँ साथीहरूसँग मैले कुरा गरेर हिजो हामीले साथीहरूसँग कुरा गरेर आज चाहिँ उहाँहरू बिहानै 6 बजेदेखि नै यहाँनिर आइराख्नु भएको छ। हामीले गोडमेल गर्ने कार्यहरू गरिरहेका छौँ। यसको लागि चाहिँ साथीहरू एकदमै जुझारुका साथ यहाँनिर लाग्नुभएकोले उहाँलाई म धन्यवाद दिन चाहन्छु। यसको साथै हाम्रो योचोटि चाहिँ नगरपालिकाको प्राङ्गणभित्र पनि सानो गार्डन बनाउने हामीले सोच राखेका छौँ र त्यसको लागि कार्य पनि अगाडि बढिसकेको छ। यति भन्दै म आफ्नो कुराहरू चाहिँ यहीँ राखेँ। धन्यवाद। र हामीले चाहिँ हाम्रो नगरपालिकामा कार्यरत कर्मचारी लगायत हामी सबै टिम मिलेर एउटा हाम्रो यो नगरपालिका जाने बाटोमा साइडमा भएका फुलबारीहरूको गोडमेल गर्ने भनेर एउटा श्रमदानको रूपमा अगाडि बढाएका छौँ। नगरपालिकाका हाम्रो सम्पूर्ण कर्मचारी साथीहरूले चाहिँ स्वस्फूर्त रूपमा सहयोग गरिराख्नु भएको छ। हाम्रो नगरलाई सुन्दर बनाउनको लागि उहाँहरूले पनि योगदान पुर्याइराख्नु भएको छ। त्यसको लागि उहाँलाई सम्पूर्ण हाम्रो साथीहरूलाई धन्यवाद दिन चाहन्छु। पक्कै पनि हामी यसरी यो चाहिँ बाहिरबाट नगरपालिकाको हाम्रो यस जनताहरूको पैसा जनताहरूको परिश्रमलाई चाहिँ हामीले बाँडफाँड गरेका छैनौँ। यो चाहिँ अटो उहाँहरू स्वयं आएर चाहिँ यहाँनिर आफै हातेमालो गरेर चाहिँ यो फुलहरू गोड्ने काम र यो सरसफाइको कामहरू गरिराख्नु भएको छ। यो चाहिँ एकदमै यो शिव शताक्षी नगरपालिकामा उदाहरणीय काम बनिरहेको छ। सो हामी देख्न सक्छौँ। तपाईँहरूलाई म यहाँ कसरी कामहरू भइरहेको छ र कस्तो कामहरू भइरहेको छ भन्ने कुराहरू पनि सेयर गर्नेछु। अनि हाम्रो अफिस भनेपछि यो आन्दोलन यो ठ्याक्कै हाम्रो चुनावपछि कति दिनपछि स्टार्ट भयो? चुनाव पछाडि ठ्याक्कै हाम्रो अस्ति अब आइतबारदेखि सोमबारदेखि हाम्रो अफिस लाग्नु थालेको। सोमबारदेखि चाहिँ अफिस स्टार्ट भयो है। यहाँ सबै यहाँ अब अफिसकै कर्मचारी मात्रै हुनुहुन्छ होइन? अहिले हाम्रो सबै अफिसकै कर्मचारी मात्र हो। पक्कै पनि अफिसको कर्मचारीहरू पनि यति मिलनसार अनि मिलेर यसरी फुलहरू यो गोड्ने रोप्ने अनि आफ्नो यो नगरपालिकालाई एकदम सुन्दर बनाउने कार्यमा जुटिराख्नु भएको छ। सो तपाईँ लगायत सम्पूर्ण तपाईँको टिमलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।